चिया खाने तर थोरै ल के छ तपाईँको ठिक छ लामो समयपछि आयो दामी देशको आमूल परिवर्तनपछिको एपिसोड होइन त यो के हो त्यही भन्नु पर्यो के छ ल बधाई छ तपाईँलाई बालेन पिएम पाउनु भयो हामी सबैलाई बधाई छ भन्ने होला नि त कि तपाईँ खुसी हुन्न कन्ट्रोभर्सीमा पार्ने हो अरे पेल्ने है के छ त अनि पिएम प्रतिको धारणा तपाईँको तपाईँको छैन न पहिला आज त म केही भन्नु भएको छैन अनि प्रतिपक्षहरूको भावना के रहेछ प्रतिपक्ष हो र प्रतिपक्ष भन्ने पनि छ र अब म प्रतिपक्षमा पर्छु र पर्नुहुन्न चुनाव म जुन तपाईँको अनुसार म जुन धारमा छु त्यो धार प्रतिपक्षमा पर्छ भन्नु पर्छ त्यो त प्रतिपक्ष नै त्यही त हो नि मेन ओके ठुलो होइन तर नाम त हो नि त ठिकै छ ल के छ त अनि ठिकै हो अब जे होस् ठुलो परिवर्तन आएको नि त देशमा यो त बिग चेन्ज हो नि त फेरि सामान्य हिसाबमा आउँदैन यस्तो चेन्ज कहाँ सामान्य हिसाबले आएको त्यो त 70 जना मरेर आएको जो प्रधानमन्त्री आएको छ उसलाई उसको त केही योगदान पनि छैन क्या त्यहाँ फेरि त्यस्तो भन्न मिल्दैन फेरि त्यो सबै आन्दोलनपछि आउने ऊ है जाऊ है म छु है साथमा म यो आन्दोलनको साथमा छु भने प्रधानमन्त्री हो के हो अनि आन्दोलनमा कस्तो कुरा गरेन त्यो त प्रचण्ड आफै पनि बन्दुक लिएर हिँडेको थिएन होला नि किन होइन हो र ऊ त दिल्लीमा कम्पेयर गर्न त मिल्दैन होला हौ प्रवेशको प्रचण्डलाई र बालनलाई त्यो आन्दोलन यस्तो हो नि त फेरि त्यो जेएनजी आन्दोलनमा गोली चला भएर पो बर्बरपूर्ण भयो त नि न त शान्तिपूर्ण आन्दोलनमा त उसले गरेको समर्थन पनि ठुलो थियो नि त ल 8 गतेभन्दा अगाडि त्यो ऊ नहुँदा बर्बरता सुरु हुनुभन्दा अगाडिसम्म त बालनको समर्थन भनेको त आन्दोलनकारीहरूको लागि एउटा ठुलो थियो नि त त्यो त तपाईँ मान्नुहुन्छ होला नि ठुलो हिम्मत थियो हिम्मत थियो त्यो त एउटा ठुलो कुरा थियो होइन मैले भन्न खोजेको कुरा चाहिँ जस्तो तपाईँले प्रचण्डको कुरा गर्नु प्रचण्डको ज्यानको डर थियो नि त उसलाई त केही थिएन कि अब टक्क फेसबुकमा एउटा स्ट्याटस लेखिदिने कसैसँग सम्पर्क गर्नु पर्यो होइन त्यो त उसलाई अझै चुनाव लडेर हो नि त फेरि जनताले रुचाएर हो नि त्यसै टपक्क टिपेर आएन नि त कालो जादु गरेर जस्तो लाग्छ उसलाई त्यसरी हुन मन लाग्यो भने त पहिल्यै हुन्थेन त त्यो त 6 महिनालाई मात्र हुन्थ्यो त्यो चुनाव बनाउन मात्र हुन्थ्यो नि त त्यही भएर त जेएनजीले बोलाउँदा गर्दा पनि नआएको होइन तपाईँलाई सरकारले चुनावै नगर्दा भए कसको के लाग्थ्यो त्यो त दसैँले पनि भइहाल्थ्यो नि नभएर सुशीला कार्कीले कति दिनसम्म चलाउने हो र होइन कोही मान्छे तानासाई नै बन्छु भन्यो भने केही हदसम्म केही समयको लागि त हुन सक्छ चुनाव त हुनु नै थियो तर हुँदैन भन्ने संशय पनि थियो नि त अनि त्यो छुट्टै कुरा थियो प्रवेश तर बालनले त्यो बेलामा नहुनुको कारण त अहिले हुन पाइन्छ भने नभएको त हो नि होइन र त्यस्तो नै होइन होला सायद खै बालनलाई मलाई चुनाव भइसकिदासम्म बिचसम्म पनि संसदीय राजनीतिमा आउँछु भन्ने थियो जस्तो मलाई लाग्दैन सायद रवि लामछाने नछुट्या भए बालेन संसदीय राजनीतिमा आउँथ्यो जस्तो मलाई लाग्दैन मलाई चाहिँ किनकि बालेन एक्लैले लड्या भए प्रधानमन्त्री हुन सक्ने हुने थियो नि त्यो साङ्गठनिक भोट भएर पो त ओके तर फेरि तपाईँको रविप्रतिको सफ्ट कर्नरले होइन तर फेरि बालेन नभए भए राष्ट्रपति पनि धेरै आउँथेन फेरि त्यो पनि हो ठिक छ त्यो त दुवैको एकअर्काको भएर मात्रै हो किनकि सङ्गठन बिना त फेरि भोट आउँदैन नि त ऊ कुलमानलाई हेर्नु न कुलमानको पनि ऊ त नभएन नि त एकदम अहिले एकदम फन्नी पनि भइरहेको छु होइन अनि कुलमान चाहिँ पुरा अनि चुनावको तनावले क्या उसतिर गएर नाच्न लाग्नुभयो मैले पनि देखाएको थिएँ भिडियोहरू स्ट्रेस म्यानेजमेन्ट हो तर जे होस् आन्दोलनले एउटा सही त्यो एउटा ल्यान्डिङ चाहिँ सेफ हिसाबले तर सेफ मात्र नभनौँ यसलाई त बिग चेन्ज हो नि त किन तपाईँले आफैले पनि 5 वर्ष पनि नभनौँ ल 3 वर्ष अघिसम्म 3 वर्ष पनि छोडिदियो नि कि आन्दोलन 6 महिना 1 वर्ष भनौँ ल 1 वर्ष अघिसम्म तपाईँलाई लाग्थ्यो होला नेपालमा कुनै पनि 35 वर्षको प्रधानमन्त्री हुन्छन् भनेर कस्तो र कति महिना भन्नुभयो तपाईँले 1 वर्ष पहिला
1 वर्षको पहिलाको कुरा छोड्नु न, मलाई त सेप्टेम्बर 8सम्म पनि लाग्दैन थियो नि। म यहाँबाट फ्लाइट लिएर जाँदै गर्दा नि मलाई लाग्दैन थियो, कहीँ थिएन सोच। होइन त्यो प्रधानमन्त्री बालनको मात्र कुरा गरेँ होइन, जस्तो त्यो पुस्तान्तरण पनि यस्तो खतरा पुस्तान्तरण भयो कि त्यो अर्को एउटा पुस्ता नै ऊ भयो कि त्यहाँबाट बिचको पुस्ता हरायो। बिचको पुस्ता ल हेर्नु न ल, त्यो शेरबहादुर देउवा पछिको पुस्ता भनेको गगन थापाहरूको पुस्ता, गगन थापा भन्दा पनि अझै त्यो नेक्स्ट अझै अलि तल्लो तहका जस्तै शेखर कोइरालाहरू, अनि एमालेमा पनि शङ्कर पोखरेलहरू थिए नि त। अब ठुलै पार्टीको हिसाबले कुरा गर्दाखेरि उनीहरू यति छिट्टै अब पर्दाबाट हराउँछन् जस्तो लाग्थेन। अब त बिस्तारै उनीहरू हराउँछन् नै होला जस्तो लाग्छ मलाई। अब हराउँछन् अब खासै खै मलाई त केही ठेगान हुन्छ जस्तो लाग्दैन केही कुरा पनि। त्यसपछि गगन थापा, योगेश भट्टराई अनि प्रदीप पौडेलहरूको पुस्ता पनि भन्दा पनि अझै अर्को नयाँ पुस्ता आयो कि राजनीतिमा। अहिले त मन्त्रीमण्डलमै जेएनजी आयो नि राजनीतिमा प्रवेश। जेएनजी मात्रै नभनौँ, फेरि जेएनजीले मात्रै राजनीति जान्नु त सक्दैन, त्यसरी पनि नजान। तर जे होस् यो चाहिँ एकदम बिग चेन्ज हो। यो सामान्य हामीलाई अहिले एकदम खतरनाक, एकदम ऊ केपीओले भने जस्तो जादुको हिसाबले त्यो कालो जादु गरेर केपीले भने हो, मैले भने हो त्यो त भने केपीओले चाहिँ जादुको छडी निकालेर ऊ गरे जस्तो भयो, समथिङ त्यस्तै के एउटा स्टेटमेन्ट दिए जस्तो लाग्थ्यो। अनि तर यो सामान्य चेन्ज होइन क्या एक हिसाबले। यो कुनै पनि 81 यसरी मान्छेले कसरी विश्वास गरे, के आधारमा विश्वास गरे प्रवेश? यो त 81 गरे विश्वासै होइन नि, उनीहरूलाई गरे विश्वास त 81 गरे त प्रवेश। तपाईँलाई भर्खरै भन्दै हुनुहुन्छ 1 महिना अगाडिसम्म, 1 वर्ष अगाडिसम्म तपाईँलाई लागेकै थिएन भने चाहिँ 1 वर्षभित्रको विश्वास होइन त। 1 वर्ष पनि होइन, 6 महिनाभित्र। यो त अघिल्लो चुनावमै उनीहरूसँग अप्सन थिएन र हो नि त। अहिले त फ्रस्ट्रेसनले पनि धेरै फ्रस्ट्रेसन त वर्षौँदेखिको हो नि त। विश्वासको कुरा गरेँ मैले। तपाईँ विश्वास भन्दा पनि यो फ्रस्ट्रेसन हो, अघिल्लो पुस्ताहरूसँगको फ्रस्ट्रेसन हो। पूर्ण रूपमा विश्वास हो भन्ने त म मान्दिनँ। अघिल्लो पुस्तासँगको फ्रस्ट्रेसन त्यो त अफकोर्स धेरै त त्यही नै हो नि। विश्वासले मात्र त कहाँ अब अघिल्लोचोटि जुन 21 सिट ल्याएर रासापाले त्यो चाहिँ 20 मान्छेको विश्वास हो भन्न सकिन्छ केही हदसम्म। त्यति बेला नि फ्रस्ट्रेसनै थियो। तर अहिले यदि भाले नजोड्या भए चाहिँ रासापालाई आउने भोटहरू चाहिँ सायद विश्वासको हुन्थ्यो जस्तो भन्न सकिन्छ कि जस्तो लाग्छ मलाई। अनि तपाईँलाई काङ्ग्रेस के भन्नुभयो तपाईँले? काङ्ग्रेस भर्जन 2.0? काङ्ग्रेस 2.0 मैले भनेन, गगन थापाले भने। तपाईँको मैले स्ट्याटसको कुरा गर्छु मैले के भने स्ट्याटसमा सुधारेको काङ्ग्रेस जस्तो लाग्छ होइन तपाईँलाई? त्यो पनि गगन थापाले नै भने। अब होइन काङ्ग्रेस के हदसम्म सुधारेको छ जस्तो त लाग्छ। किन हारे हो जस्तो लाग्छ? मतलब हारे मतलब किन एकदमै कमजोर भएर आयो जस्तो लाग्छ काङ्ग्रेसलाई नि फ्रस्ट्रेसनको शिकार भयो। काङ्ग्रेसलाई धुलो बना त शेरबहादुर देउवाले नै हो नि, माटै बना नि, मलाई त्यस्तो लाग्छ। अब साँच्चै नै भन्ने हो भने भित्र कहीँ कतै मलाई पनि काङ्ग्रेसप्रति त्यो सुरुमा बहर हुँदै गर्दा होइन, मैले कलेज पढ्दा नेमिसँग पनि ल्याएको थिएँ। अनि काङ्ग्रेस हुँ भन्ने लाग्थ्यो मलाई अब त्यो सुरुमा। तपाईँ प्रतिपक्ष दलको बन्नलाई फेरि रेडी भयो, तपाईँ फेरि जन्मिँदै हुनुहुन्छ नि त प्रवेश, के हो? होइन त्यस्तो होइन। तर मलाई काङ्ग्रेससँग पछि भन्नाले जब मैले अझै बुझ्दै गएँ काङ्ग्रेस चाहिँ एकदम त्यो विद्यार्थी तहदेखि नै काङ्ग्रेसको एकदम ध्वस्तै हो कि भने पावर एक्सर्साइज मात्र गर्न खोज्यो नि। विद्यार्थी तहमै पनि जो नेतासँग नजिक छ अनि भने सहीलाई गलतलाई पनि सही भनिदिने, अनि त्यो मान्छेले कलेजमा नराम्रो पनि त्यो पावर गर्ने ठाउँमा त जानु हुन्छ। यो त सोसाइटीको एउटा उ नै होस् लाग्छ हौ प्रवेश मलाई त। जहाँ गए पनि आफू अलिकति पावरफुल भएपछि त, अथवा आफ्नो मान्छे पावरफुल भएपछि त मैले हिजो कि सत्य बङ्ग्याउने, टिङ्ग्याउने, आफ्नो पक्षमा बनाउने, त्यो बनाएको फेरि यही उनले नै हो नि त भने। होइन मैले भनेको राजनीति भन्दा बाहेक सामान्य सोसाइटीमा समाजलाई यस्तो बनाएको पनि त्यो राजनीति माथि राजनीतिज्ञहरूले नै हो कि खासमा। किनकि उनीहरूले आफ्नो नजिकको मान्छेलाई दिएपछि त, जस्तै माथि त्यो एक्सर्साइज भएपछि तल पनि ओडाकै लेभलमा हेरौँ न, ल ओडा तपाईँ ओडाको हुनुहुन्छ, म तपाईँको साथी भएँ भने चाहिँ मलाई अलिकति बेनिफिट हुन्छ भन्ने मैले गाउँघरमा अलिकति दिन पाएँ नि त होइन।
अनि त्यो त माथि त्यही लेभलको त माथि माथि आफ्नो लेभल बढ्दै जाँदा त हुँदै जान्छ नि त फेरि भनौँ ल अब ठ्याक्कै यो विद्यार्थी सङ्घको कुरा भयो होइन अब यो फेरि हामी अलिकति हुन्छौँ कि यो पावरको कुरा गर्दै गएपछि चाहिँ पावर एक्सर्साइजको कुरा गर्दै गएपछि चाहिँ अलिकति डिबेटेड हुन्छौँ हामी होइन यो अनि विद्यार्थी सङ्घहरू नराख्ने अब खारेज गर्ने सबै युनिभर्सिटीमा सहरमा भन्ने विषयमा चाहिँ तपाईँको धारणा के छ त ठिक छ यो त ऊ त राजनीतिक सङ्गठनबाट धेरै टाढा हुनुपर्छ भन्ने त मलाई त्यो त कहिले लाग्थ्यो तर फेरि साइबर सेना चाहिँ त्यो भन्दैमा फेरि विद्यार्थी सङ्गठन नहुने होइन नि त विद्यार्थी सङ्गठन चाहिँ हुन पायो तर त्यो कुनै पनि पार्टीप्रति एफिलेटेड हुने भएन कि त्यो चाहिँ स्वतन्त्र विद्यार्थी युनियन हुने भयो कि तर अहिलेको सबिउ जस्तो होइन फेरि अहिलेको सबिउमा पनि राजनीतिक छाया नै हुन्छ नि त छ न त नयाँ पार्टीसँग त फेरि साइबर सेना पनि छ नि त होइन साइबर सेना त सबैसँग छैन त्यो साइबर सेना त्यस्तो होइन कि यस्तो अस्ति मैले अहिले भन्न खोजेको थिएँ त्यो एकजना कसको स्ट्याटस पढेको थिएँ कि अहिलेको सरकारले चाहिँ जनतालाई जे भने पनि मान्छन् रे होइन यति सहयोग गरिरहन् रे कि के अरे भोला त्यो गुट्खा खाएर सडकमा नथोक्नु फोहोर सडकमा नफाल्नु भनेर सरकारले आह्वान गर्यो भने पनि जनताहरूले सहर्ष वा होइन कि सहर्ष मान्दिन्छन् रे के भने अहिलेको सरकारप्रति चाहिँ जनता पनि त्यति धेरै त्यो आज्ञाकारी जस्तो कि उनीहरूले मान्नलाई ल यसले चाहिँ गर्छ हामीले नि यसलाई सहयोग गर्नुपर्छ है भन्ने छ अरे भन्न खोजा त्यस्तो छ अरे जस्तो लाग्छ मलाई पनि भन त्यो त राम्रो कुरा हो जस्तो लाग्छ मलाई होइन र राम्रो गर्दै गयो भने त राम्रो कुरा हो तपाईँले के सोध्नुभएको थियो साइबर सेनाको विषयमा जोड्दै साइबर सेना त्यो त अब मान्छेहरू फ्रस्ट्रेट भएर अरूप्रति उभा हो अनि त्यही भएर अब अर्को उसलाई गाली नयाँलाई गाली गर्दाखेरि पुरानले यति गरिरह्यो भनेर गाली गर्यो त्यो साइबर सेना भन्दा नि राजसभाको साइबर सेना होइन अब मलाई त के थाहा त त्यो राजसभाको साइबर सेना त मलाई के थाहा जस मान्छेहरूलाई आफ्नो फ्रस्ट्रेसन पोखिरहेको हो नि जस्तो लाग्छ त्यो हरेक मान्छेको जिम्मा पार्टी लिन सक्छ जस्तो लाग्छ नि त्यो एमालेका झन् कति छन् हो भाइ गड अहिले देखिन्न भएर पो त अहिले बाहिर खुलेआम निस्किन नसकेर अहिले त बिजोग भएर हो नि अनि अहिले फ्रिडम अफ स्पिच त गइरहेको नि त होइन के हो हमला भइरहेको त अनि फ्रिडम अफ स्पिचमा त कस्तो मै सरकार त्यसरी सोध्नुभयो त यार तपाईँले त यार तपाईँ डिफेन्ड नगर्नु न तपाईँले लागेको र मलाई पनि लाग्छ त्यस्तो हुनसक्छ अथवा मलाई लाग्दैन भन्न पायो सरकारले बोल्नु नजाएको छैन नि त होइन मान्छेहरूको ट्रेन्डको कुरा गरेको त्यो त मैले भन्न है त्यो त मान्छेको आफ्नो व्यवहार स्वभावको कुरा हो नि त्यो त मान्छे त्यो सरकार त्यसमा चाहिँ मान्छेको चेतनाको स्तर उ भएर हो चेतनाको स्तर नै त्यो लेभलको भएपछि त सरकार जति कति त भयो नि के लाग्छ त नि अनि अर्को अन्य बालेन अनि अहिलेको सरकार चाहिँ पुरा अमेरिकाले गरिरहेछ तपाईँ त मलाई पुरै तपाईँको पोइन्ट अफ भ्यूको चाहिँ तपाईँले डिफेन्ड गर्नु पर्दैन क्या प्रवेश होइन तपाईँले मलाई चाहिँ राजसभाकै मान्छे म राजसभाको मान्छे होइन राजसभाकै मान्छे हो प्रवेश शुभचिन्तक हो भन्न मिल्छ अनि भनिरहेको बेलामा मान्छेले त्यस्तो त्यस्तो अड्कल लगाइरहेको बेलामा अनि टक्क झ्याप्प अमेरिकाले अहिले नेपालमा सुरक्षा व्यवस्था राम्रो छ आँतिनु पर्दैन भनेर त्यो त अस्ट्रेलियाले नि ट्राभल एडभाइजरी जारी गरेको थियो जेन्जी आन्दोलनको बेलामा अस्ति खोलिसक्यो त्यो हरेक कन्ट्रीले बालकममा राखेर आइरहेको थियो त न्युज अनि त्यही त्यो कस्तो के अरे त्यो जेन्जी आन्दोलनको बेला त फेरि सुरक्षित थिएन नि त तपाईँलाई नै थाहा जेन्जी आन्दोलनको बेला त जानु सुरक्षित थिएन होला नि त नेपाल घुम्नको लागि अमेरिका केही याद छैन अब भोटको तपाईँ कतिले के हो के हल्ली भाइरल जानलाई हामी होइन मलाई लागेको कुरा सुनेको कुरा भोट कसले हाल्यो क्युरियोसिटी हो त्यो तपाईँ चित्रबहादुर केसी जस्तो कुरा चित्रबहादुर केसीले के भनेर सुन्नुभयो के हरेक मान्छेको ऊ चाहिँ विदेशमा छन् रे अनि उसले चाहिँ सिआइए सबै मान्छे विदेशमा सिआइए हुन् रे सिआइएको मान्छे हुन् रे अनि उनीहरूले चाहिँ आफ्नो घरमा फोन गरेर भोट एल्समा हाल भनेर हो त नि ए तपाईँ सिआइएको मान्छे हो त्यसो भने मैले त कहाँ भने अनि विदेशमा सबै मान्छे सिआइएको मान्छे हुन् रे त होइन भोट हाल्नु भने अब हालेको सबै अब हाल्नु भने मान्छे सबैले हाल्यो होला नि त खै हाल्यो होला नि खै मैले भने त लाल पैसा पठाइदिनु भनेर हाल्नु होइन भने एउटा म पैसा पठाइदिनँ भनेर ब्ल्याकमेल गरेर
यस्तो होइन ब्ल्याकमेल गर्ने नि पर्दैन नि भने मान्छेलाई सब बेला आफ्नो परिवार बाहिर हो त्यो त पीडा त छ नि त त्यो त फ्रस्ट्रेसन हो कि के लाग्छ कि प्रवेश अनि यो अहिले सरकार आउने बित्तिकै यहाँ बाहिर भएको मान्छेहरू सब नेपाल जान्छ सब अब नेपालमा बस्छन् जस्तो लाग्छ तपाईँलाई सिरियसली लाग्छ त्यो चाहिँ नेपालमा कस्तो कुरा होइन अहिले मान्छेहरूले भोट दिने बेलामा अथवा यो चुनाव अगाडि मान्छेलाई ए हाम्रो छोराछोरी विदेशमा छन् यिनीहरूले गरेर त्यही भएर यसलाई भोट दिने भने नि त अब त्यो भनेको अर्थ अब देशमै बस्ने वातावरण भयो भने मानिलिनु अब अर्को पुस्तामा यति विदेश जानु या मान्छे विदेशिनु सामान्य ऊ हो कि त्यो एकदम ठुलो बिग डिल होइन तर तपाईँ कसरी विदेशिनुहुन्छ भन्ने कुरा हो जस्तै मान्छे तपाईँहरू पनि त बसाइ सरेर कहीँबाट कतै जानुभयो होला जानुभयो गयौँ अनि हामी पनि गोर्खाबाट चितवन आयौँ चितवनबाट फेरि कतै गयो होला भने मान्छे कतै गएला होइन तपाईँ समुद्र पारी बसेर सरिसक्नुभयो अब एक हिसाबले सरिसक्नुभयो कति होस् भने यो 6-7-8 वर्ष लागिसक्यो जुनसुकै प्राणीको पनि एउटा स्वभाव हो जस्तो लाग्छ आफ्नो सहजता खोज्दै सरिराख्नु होइन तर तपाईँ कुन हिसाबले सर्नुभयो त नि आउन अब अहिले त कति मान्छेलाई त त्यो देशमा केही नै नहुने भएरै आउने नि त अवसर खोज्दै भयो मलाई त अनि अब सबै फर्किन्छन् भन्ने होइन त्यो फर्किन्छन् भन्ने या फर्किनै पर्छ देश राम्रो भयो भने सबै फर्किन्छन् भन्ने नै होइन तर त्यो अब फेरि अब मानिलिनु 40 लाखजना वर्षमा 2 लाखजना आइरहेको थियो भने वर्षमा 50,000 मात्रै आयो भने पनि 1.5 लाख जनशक्ति त देशमै भयो नि त त्यो यदि सिस्टमदेखि लिएर बनाउन सकियो भने त्यो त नबनाएरै हो नि त अहिलेसम्म त केही नै नगरेर हो कि खासमा अब फेरि केही नै नगर्यो भने देशको केही नै भएन भन्ने हुन्छ होला होइन तर जसरी बन्न पर्ने थियो त्यसरी नबने चाहिँ हो नि त फेरि तर अनि अब यो अहिले जसरी भइरहेछ उनीहरूले जे गरे त्यो हाई भइरहेछ एउटा कुरा भन्छु ल म जे हाई भइरहेछ होइन त्यो कुरा चाहिँ भोलि सानो कुरा पनि एकदमै हाइलाइट गरेर यो सरकारले यो गर्यो यो सरकारले यो गर्यो यो सरकारले यो गर्यो भनेर एकदमै सुरुमा भएर रमाइलो भानी सुरुमा भयो होइन त्यो त अनि फेरि हामीलाई त पर्छ नि त जे कुरा मिडियामा आयो जे कुरा हामीले देखिरह्यो सोसियल मिडियामा आयो अनि भएरै छ जे कुरा चाहिँ देखिएको होइन त्यो चाहिँ भएको छैन भन्ने लाग्छ अहिले सुरुमा भएर हरेक कुरा बालेनले यो गरे नि यो गरे नि बबाल ऊ गरे नि बबाल भने बालेनले अब 2 वर्षपछि हेर्नु न त्यहाँ फेरि यो मैले तपाईँलाई हिजो कि अस्ति नै भनेको थिएँ मलाई यो सरकार र जनताको सम्बन्ध चाहिँ कहिले पनि एकदम सुमधुर हुँदैन कि यो कामदार र काम गर्ने मान्छेको जस्तै हो कि रोजगार दिने र काम गर्ने मान्छेको सासु बुहारीको सम्बन्ध जस्तै त्यो कहिले पनि त्यो सासु बुहारीको सम्बन्ध तपाईँले भन्नु मिल्दैन त्यो जे भयो नि एक हिसाबले अब हाम्रो सामाजिक रूपमा भन्नुपर्दा कहिले पनि चित्त बुझाउने खाले सम्बन्ध होइन अहिले त नयाँ नयाँ भएर मात्रै हो त्यो कुरामा म सियोर छु बिपी कोइरालाले भारतबाट 2000 त्यो उसमा मेलमिलापको नीति लिएर फर्किने बेलामा जनतालाई गरेको अपिलमा चाहिँ राष्ट्रियता सङ्कटमा छ भनेर ऊ फर्क्या हुने त बिपी कोइराला त उगर्ताबाट मलाई जेल नै हालुन् भनेर राजालाई म नेपाल फर्किँदैछु भनेर फर्क्या हुने त त्यति बेला चाहिँ उनले त्यो जारी गरेको अपिलमा जनतालाई जारी गरेको अपिलमा चाहिँ राष्ट्रियता सङ्कटमा छ त्यति बेला नेपालको लगभग 1.5 करोड जति जनसङ्ख्या रहेछ अनि उनले लेखेको त्यो उसमा चाहिँ के रहेछ भने 1.5 करोड जनसङ्ख्या भएको उसमा पनि 5-6-7 लाख नेपाली चाहिँ हरेक वर्ष होइन 6-7 लाख नेपाली चाहिँ भारततिर रोजगारीको लागि छन् भन्ने ऊ छ होइन अब 1.5 करोड जनसङ्ख्या भएको देशमा 6-7 लाखजना चाहिँ बाहिर छन् भने उनीहरूमा राष्ट्रियता कसरी हुनसक्छ उनीहरू जुन देशमा काम गर्छन् खान्छन् त्यो देश भन्नाले जसरी त्यो देशमा उनीहरू बसेपछि उनीहरूलाई आफ्नो देशप्रतिको राष्ट्रियता कमजोर हुन्छ अनि त्यसरी चाहिँ झन् देशको राष्ट्रियता झन् कमजोर हुँदै जान्छ भनेर उनले भनेर रहेछन् के त्यति बेला होइन अब अहिले त हाम्रो देशमा 3 करोड अब जनसङ्ख्याको हिसाबले डबलै भयो होला ल 3 करोड 1.5 करोडदेखि 3 करोड भयो होइन 3 करोड जनसङ्ख्या 80 लाख त बाहिरमा भन्छन् भनेपछि त यो त चिन्ताकै विषय हो नि त 80 लाख मान्छेलाई फेरि नेपालमा बस्ने मान्छेलाई भन्दा बढी माया लाग्छ नि त देशको त लाग्छ तर पनि अब राष्ट्रियता भन्नाले देश प्रेमको मात्र कुरा होइन होला त्यो पनि बिपी कोइरालाले भने फेरि राष्ट्रियता भन्ने त्यो मात्र हो देशको म देशको लागि भन्ने मात्र पनि होइन भन्ने छ
जति जनसङ्ख्या बढी भयो त्यति देश स्ट्रङ हुन्छ भन्ने पनि हो र? त्यस्तो त होइन, किन अब लड्नै जाने हो भने त फेरि ऊ त्यो हिसाबले होला, नत्र जनसङ्ख्या बढी भएर मात्र देश हो हुने भन्ने त के हुन्छ? सक्रिय जनसङ्ख्या भयो भने चाहिँ सक्रिय भन्नाले काम गर्ने भयो भने उसको कमाउने ऊ भयो भने चाहिँ देशको आर्थिक हिसाबले समृद्ध हुन्छ भन्ने होला। हुनुभन्दा त बरु विदेश गर अलिअलि भने पनि रेमिटेन्स भित्राकै ठिक हुन्छ नि होइन र? तपाईँ त पुरानो नेताको जस्तो कुरा गर्न थाल्नु त अलिअलि पर होइन भनेको निष्क्रिय भएर नेपालमा बसिरहनु भन्दा त विदेश गएर जानुपर्छ भन्न खोजेको होइन। अब उपाय नै नभएपछि जानु परेन हो, तपाईँले भनेको छैन हो नि, त्यो त अफकोर्स हो नि। अब यो कुरा अलिकति लम्ब्यो, अब अर्को त गृहमन्त्रीको कुरातिर जाउँ। अनि के हो सोसियल मिडियातिर त अब के अरे यो कुरा अहिले थाहतिर होइन थाहतिर यो कुरा त यस्तो इम्पोर्टेन्ट तपाईँले होला पेल्नु भयो मलाई अहिले मैले पेलेँ भनेर तपाईँले मलाई पेल्नु भयो, म पेल्ने जस्तो त लागेन, त्यही पनि ठिकै छ। तपाईँलाई भोटले पेलिसक्यो त यार बुद्धि पुऱ्याएन नि यार, त्यस्तो लाग्छ तपाईँलाई? त्यहाँ त लाग्छ के हिसाबले लाग्छ? जस्तै के हिसाबले चाहिँ बुद्धि मलाई मन परेको मान्छेले जितेन त्यो हिसाबले लाग्छ मलाई। तपाईँलाई अनि भने रासपाले को सरकार बन्नु नै बुद्धि नपुरा हो जस्तो लाग्छ? मैले गगनले हार्नु कि बालेन प्रधान होइन ल पर्खिने 1 by 1 पोइन्टमा जाउँ पेल्न होइन पेला एकदमै न्युट्रल छु ल म एकदम होइन भने तपाईँलाई बालेन प्रधानमन्त्री भएकोमा चाहिँ जनताले बुद्धि पुर्याएन जस्तो लाग्छ? खै म त एकदम हुटुटीमा लागेर हाले जस्तो लाग्छ। घन्टीमा घन्टी छाप्नु हो भन्छ घन्टीको कति भोट जति भन्नाले घन्टीको बहुमत आउनु नै ऊ हो जस्तो लाग्छ। अब बहुमत मात्रै भनौँ न एक हिसाबले ल बहुमत आउनु नै तपाईँलाई ऊ हो जस्तो लाग्छ? के हो भने बुद्धि पुर्याएनन् भन्ने लाग्छ? खै बुद्धि मलाई त पर्सनली फेरि जनताको अधिकार ऊ एकदम मताधिकारको एकदम ऊ हो नि यो बुद्धि पुर्याएनन् त नभनौँ अलि हुटुटीमा हाले भने जस्तो लाग्छ मलाई त। कति त तपाईँले चाहिँ काङ्ग्रेसै सरकार बन्नु पर्थ्यो जस्तो लाग्छ? होइन तपाईँ आशावादी पनि? म त एकदमै गगन थापा प्रधानमन्त्री भएको तपाईँ त्यसमा आशावादी पनि हुनुहुन्थ्यो? थिएँ नि। ठिक छ त्यो यो चाहिँ काङ्ग्रेसको गुड कार्यकर्ता कालो काङ्ग्रेस यो त कालो काङ्ग्रेस के जस्तो हो त डेमोक्राट्स हो नि त डेमोक्राट्स त म पनि डेमोक्राट्स नै हो काङ्ग्रेस भन्नाले मैले भन्न खोजेको त्यस्तो भयङ्कर मत ल्याउँछ भन्ने त थिएन, डरै थियो नि यस्तै यस्तै हुन्छ भन्ने डर थियो नि। तर अब यो सोसियल मिडियामा देखेको जति नै हाइप नहुन पनि सक्छ, तर कति नेपालमै भोटै दिने तर मलाई बहुमतै ल्याउँछ जस्तो त लाग्थ्यो, तर यत्रो धेरै आउँछ जस्तो चाहिँ मलाई लाग्थेन। एक्चुअल भोट दिने मान्छेहरू त आउँदैनन्, सोसियल मिडियामा आएको छैनन्, उनीहरूलाई थाहा छैन, मतलब थाहा छैन त भन्न मिल्दैन, यसरी देखेका छैनन्, त्यो भएर हामीले जे एक्सपेक्टेसन राखेका छौँ त्यो अनुसार नहुनसक्छ, अलिकति फरक हुनसक्छ, अलिकति काङ्ग्रेसको पनि भोट आउनसक्छ भन्ने त लाग्थ्यो। तर गगन थापाले त्यत्रो मतले हार्छन् भन्ने गगन थापाले 100% जित्छन् मलाई जित्छन् जस्तै लाग्थ्यो, लाग्न त तर एक हिसाबले गगनले हार्नु चाहिँ म त्यसमा गगनले हार्नु। अनि हाम्रो रासपाको अरू 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 नेताहरूले कतिपय नेताहरूले जित्नु चाहिँ जस्तै नाम लिँदिन भन्नु न भन्नु के भएर होइन कोही कोही मान्छेहरू मलाई पनि खासै धेरै कोही कोही मान्छेहरू चाहिँ जे काम गरिरहेको थियो त्यो कामको लागि पर्फेक्ट थिए क्या। जस्तै आशिका दिदी जे काम गरिरहेको थियो मलाई नि आशिका दिदीले जित्छ जस्तै कि आशिका दिदी मात्र होइन कि वान अफ द एक्जाम्पल भन्नु जान्न यसो तपाईँलाई होइन म त्योभन्दा बढी गएँ। आशिका दिदी अमरेश कुमार सिंह होइन यसो हल्का नुन हालेको अनि उनीहरूले जे गरिरहेको थियो एकदमै राम्रो काम गरिरहेको थियो क्या होइन हाम्रो नेपालमा चाहिँ अलिकति के पनि भयो भने त्यो काम गर्नु पर्यो कि झ्याप्पै त्यसको मतलब मैले एउटा कुरामा म राम्रो गर्दैछु इट डजन्ट मिन कि म झ्याप्पै राजनीतिमा हाम फालिहाल्नु जरुरी छैन नि त, कोही खबरदारी गर्ने मान्छे पनि त चाहिन्छ। राजनीति भनेको ऊ मात्रै हो जस्तो लाग्यो क्या हामीलाई, सबै कुरा त्यहाँ पुगेपछि चाहिँ सब कुरा म एकदम जादुको छडी लिएर सेट गरिदिन्छु भने जस्तो जो मान्छे जहाँ जहाँ फिट इन हुन्छ त्यहीँ बस्नु पर्यो क्या, सबै त्यहीँ एकै ठाउँमा जम्मा हुनु परेन नि त, त्यो हो कुरा। त्यही भएर संसदको उनी नबुझाए मान्छे पनि त्यहाँ पुग्नु भने त अलि अब हाम्रो उसमा
एउटा मान्छे मन परिरहेको तर थाहा छैन त्यो मान्छेको मतदान चिन्ह के हो घन्टी झ्याप भए जस्तो लाग्छ क्या मलाई चाहिँ त्यो कति ठाउँमा त्यो भयो त्यो त सियोरै हो नि अब फेरि हामी भयौँ होइन गृहमन्त्रीतिर सुदन गुरुङ गृहमन्त्रीको फिक्स हुनु अगाडि लिस्ट आउनु अगाडि यस्तो तयारी हुँदैछ भन्दाखेरि 2-4जना मान्छेहरूले 2-4जना होइन धेरै मान्छेहरूले विरोध गरेको थिए कसैले त विनाशकाले विपरीत बुद्धि भनेर स्ट्याटस पनि राखेको थिएँ के त तपाईँको भनाइ पेल्नु भएन मलाई होइन मलाई सुदन गुरुङले चुनाव जस्तो लाग्थेन जित्छन् जस्तो पनि लाग्थेन तर तपाईँले सुदन गुरुङले होइन आशिका तामाङ त्योभन्दा अलिकति यो एकैछिन गरे आशिका तामाङले अलिकति अगाडि त्यसलाई मन्त्री उसमा ल्याउँछन् कि भनेर भन्नुभएको थियो तपाईँले ल्याउँछन् कि भन्ने डर त थियो नि त आशिका तामाङलाई मन्त्रीमा होइन थिएन के कसैले भनेको थियो पोडकास्टमा त्यही कुरा गरेको अनि त्यसपछि तपाईँ त्यस्तो त हुँदैन है छ्यात्यो भने खत्तम हुन्छ भनेर भन्नुभयो टिकट दिनु भोट पाउनु जित्नु भनेको त सम्भव त्यहाँ जानलाई योग्य छ भन्ने त हो नि त्यसमा नौलो मान्नुपर्ने कुरै छैन भन्ने मलाई आशिकाको लागि लागेको थियो भनेपछि त त्यो आशिका दिदीलाई अब यो मलाई थाहा छैन तर मैले समाचारहरू हेर्दै गर्दा उ गरेको चाहिँ आशिका दिदीलाई सुरुमै चुनाव भोट टिकट दिने चाहिँ राष्ट्रपाको प्लान थिएन होला तर आशिका दिदीले उ गरेको थिइन् नि त स्वतन्त्र उठ्छु काठमाडौँ 9बाट भनेर प्रचार गरेको थिइन् होइन अनि राष्ट्रपाको काठमाडौँ 9मा चाहिँ हाम्रो उपसभापति डोलप्रसाद अर्याललाई उठाउने प्लान थियो आशिका दिदी उठेपछि आशिका दिदीले नउठे पनि भोट काटिन सक्छ नि त अब यत्रो धेरै भोटले जितिन्छ भन्ने त थिएन होला नि त उनीहरूलाई पनि अनि त्यही भएर आशिका दिदीलाई अन्त पठाएर त्यहाँ सेफ बनाऊँ भन्ने प्लानले खासमा आशिका दिदीलाई द्याउन् जस्तो लाग्छ मलाई राष्ट्रपाले होइन तर जे होस् अब संसद भइसकेपछि त तर मन्त्री संसद अब पोइन्टमा आऊ तपाईँलाई जित्छन् जस्तो लागेको थिएन हाम्रो अहिलेको तत्कालीन गृहमन्त्रीले किनकि हामी फेरि घुमिराख्यौँ नि त जित्छन् जस्तो लाग्थेन तर अब जिते अनि त्यहाँबाट अर्को को उठाएको थियो यार काङ्ग्रेसको राम्रै मान्छे उठाएको थियो अरे भन्ने सुनेको थिएँ मैले अनि जितेर पनि गृहमन्त्री जितेर पनि मन्त्री हुँदैछन् रे भन्ने जस्तो लाग्थ्यो गृहमन्त्री नै हुन्छन् जस्तो त मलाई लाग्थेन हेर्नु सकिङ थियो अनि सकिङ मेरो लागि पनि सकिङ थियो त्यो त सबैको लागि सकिङ थियो होला त्यसपछि भक्क मान्छेलाई तर मलाई त त्यो म्यानिपुलेट गरे जस्तो लाग्छ प्रवेश तर आई स्टिल बिलिभ कि सुदन गुरुङ गृहमन्त्रीको लागि ठिक होइन मान्छे जस्तो चाहिँ म अझै पनि लाग्छ फेरि अब यो गाली खाइन्छ होला तर आई स्टिल गाली त खाइन्छ के गाली खाइन्छ भने बोल्नै छोड्नु हाम्रो त्यस्तो धेरै यो जान्छ नि त्यही भएर खासै गाली होइन गाली खाए पनि बाले भएन नि प्रवेश के हो आफ्नो कुरा त राख्न पाउनु पर्यो नि फ्रिडम अफ स्पिच होइन गृहमन्त्री भने त्यो यसलाई समाज भन्ने मात्र होइन नि त त्यो पहिला सरकारको पहिला महाराजतिर सरकारलाईको विषयमा नराम्रो कुरा बोल्नु हुँदैन भन्ने नियम नै थियो कानुन नै थियो होइन त्यो सरकारले त्यो चाहिँ राजाले बनाएको कानुन थियो अहिले चाहिँ जनताले बनाएको कानुन छ कि बालेनको सरकारलाई केही भन्न हुँदैन सुदनलाई पुलिसको कालो वर्दी राख्ने कि फाल्ने भनेर सोध्दै हुनुहुन्छ अरे गृहमन्त्रीले उहाँले खासमा संविधान फाल्ने कि राख्ने भन्ने स्योर छैन टेन्सन भइसक्यो मलाई टेन्सन भइसक्यो भाइ हाम्रो माग के अरे हाम्रो फर्स्ट माग के थियो अरे त्योभन्दा सबभन्दा भन्ने त मलाई त्यो संविधान फाल्ने कि राख्ने भन्नेको चाहिँ फन्नी लागेन मलाई एकदम रिस उठ्यो त्यो चाहिँ होइन त्यो प्रति चाहिँ मलाई एकदमै त्यो पुलिस यिनीहरूलाई भत्ता नदिउँ अनि त्यो चाहिँ मलाई यो नेतासितलाई हामी अब तल केही नदिने है यो मन्त्रीहरूलाई के त उनको त खासै त्यस्तो कमिटमेन्ट केही आज जस्तो लाग्दैन त म भत्ता बिना म तलब बिना काम गर्छु भनेर भनिसक्यो त सांसद भएपछि नै आयो ए हो होइन उसको त्यो काम गर्ने उटुटी चाहिँ होला होइन नियत खराब छ पछि अलि अगाडिको भिडियोहरू आजकल आइरहेको हुन्छ नि त पहिल्यैदेखि मान्छे चाहिँ अलिकति एनर्जेटिकै मान्छे एनर्जेटिक अनि खासमा नियत खराब भए मान्छे हो जस्तो मलाई लाग्दैन नियतै नराम्रो हो भन्ने मान्छे आजकल नियतको विषयमा त म खासै जुन त्यो आन्दोलन पछि चाहिँ त्यो आन्दोलनलाई शान्त गराउनलाई या त्यो आन्दोलनलाई अलिकति सेफली ल्यान्डिङ गराउनलाई चाहिँ एक हदसम्म भूमिका खेले हो उसले होइन तर
होइन त्यति बेला त्यो कमान्ड पनि चाहिएको थियो नि त त्यति बेला त फेरि आन्दोलनको त्यो को थियो सबै होइन अब कोसँग ऊ गर्ने त्यतिको कमान्डिङ भएको मान्छे चाहिँ ऊ हो तर अब हाइज्याक गरे भन्छन् अब त्यो भन्न चाहिँ त्यो फेरि एमाले जनको कुरा हो हाइज्याक चाहिँ सबै अब है तपाईँलाई त्यस्तो लाग्छ आन्दोलन पूर्ण रूपमा प्रभावित थियो जस्तो लाग्छ मलाई त लाग्छ मलाई त लाग्दैन त्यसरी कसरी एक्कासी त्यत्रो धेरै भयो जस्तो लाग्छ कि मलाई त्यो एकदम शान्तिपूर्ण हुने चिज एक्कासी पुलिसले पनि त्यो भन्यो नि त मलाई हामीलाई मार्छन् यो कुरा चाहिँ काट्नै पर्छ होला कुन कुरा एक्कासी पुलिसले कसरी हान्छ भनेर तिमीहरूलाई यस्तो नपरुन्जेल भनेर फेरि यस्तो नपरुन्जेल त म हरेकचोटि सोध्छु आन्दोलन भएपछि सोध्छु होइन यदि म नेपालमा हुन्थेँ नि म पनि जान्थेँ होला म कसरी होइन भनेको एकदमै शान्तिपूर्ण हुनुपर्ने थियो त्योभन्दा अगाडिका आन्दोलनहरू पनि कति आन्दोलनहरू भए शान्तिपूर्णै थियो नि त भनेको यो त थोरै दबाब दिने थोरै प्रेसर दिने खाले आन्दोलन थियो नि त यस्तो हो कि जस्तै त्योभन्दा अगाडि चैत 15मा एउटा आन्दोलन भएको थियो नि राजावादी आन्दोलन अनि त्यो पत्रकारलाई घरमा पत्रकार जलेर मरे अनि बाटोमा हिँडिरहेको मान्छेलाई गोली लागेको त्यही दुर्गा प्रसादले गाडी लिएर हान्दै पुलिस भन्दै हिँड्यो होला त्यो आन्दोलनमा पनि मान्छे मरेको थियो नि त होइन त्यो आन्दोलनमा त अझ सरकारले नै त्यो स्टेजमा सुरुमै असुर ग्यास फालेर आन्दोलनलाई भड्कायो त्यो चाहिँ फेरि अब मानु या नमानु त्यो चाहिँ स्योरै हो अब कमल थापालाई त पुरै हल्लाउँदै लिएर गएको हुन् होइन अब त्यो आन्दोलन भड्काने रविन्द्र मिश्रलाई जे कति समय हिरासत राखे अनि त्योबाट नसिकेको चाहिँ हो सरकारले फेरि होइन अब आन्दोलनलाई अनि यो आन्दोलनमा मलाई चाहिँ के लाग्छ भने मलाई चाहिँ साँच्चै नै के लाग्छ भने आन्दोलनको कुनै पनि कमान्ड थिएन क्या कुनै पार्टीले या कसैले गरे भए अगाडि एउटा नेता हुन्थ्यो उसले ल हाम्रो आन्दोलन सकियो भन्ने हुन्थ्यो हो तर त्यो आन्दोलन खुल्ला रूपमा भएको थियो त्यसको नेतृत्व कोही पनि थिएन मान्छेहरू यति फ्रस्ट्रेट थिए 24 तारिखको दिन सम्झाउनु भयो यार प्रवेश मैले 23मै छु मैले बुझेँ त्यो कमान्ड नभएको भन्ने कुरा 24 तारिखमा को त यसको कसले लिने त्यसको रेस्पोन्सिबिलिटी कसले रोक्ने अब कसले आन्दोलन सक्छ भन्ने मलाई होइन पहिला 23मा कुरा गरौँ 23मा के भयो मलाई चाहिँ के लाग्छ मैले मेरो साइड अब मैले देखाएको त छैन तर मलाई चाहिँ के लाग्छ भने मान्छे जाँदै गर्दा आन्दोलन भिडको त्यो हुँदैन नि त जाँदै गर्दा त्यो अनुशासन हुँदैन हामी नै पनि अब कुनै ठाउँमा आन्दोलन गर्दै जाँदा म पनि अब आन्दोलन गर्दै जाँदा त्यो नारा लाउँदै जाँदा उत्साहित हुँदै गइन्छ अझै रिस उठ्दै जान्छ आक्रोशित हुँदै गइन्छ होइन अनि त्यो तपाईँलाई उसो भए लाग्दैन मलाई 23मा चाहिँ त्यो एकदम घुसपेट भएर 23मै ऊ भयो जस्तो चाहिँ लाग्दैन 24मा चाहिँ मान्छेले घुसपेट गरे होइन 24मा चाहिँ मान्छे छिरे तर 23मा चाहिँ मलाई सुरुमै त्यस्तो ऊ भयो जस्तो लाग्दैन हाइज्याक भयो जस्तो 23मा हाइज्याक भयो जस्तो तपाईँलाई लाग्दैन 23मा चाहिँ लाग्दैन सुरुमै त्यो अघिल्लो दिनदेखि केही प्लान थियो पहिलेदेखि यो आन्दोलन गर्न आउँछन् अनि हामी हाइज्याक गर्ने भन्ने थियो जस्तो मलाई लाग्दैन 23मा चाहिँ त्यो आन्दोलन गर्दै जाँदा अब मान्छेहरू त्यहाँ बानेश्वर पुगे बानेश्वर नकट्ने प्लान थियो होला तर धेरै भिड हुँदै गएपछि कट्यो होला नि केही हदसम्म कटेपछि संसद भवन बचाउनलाई पनि पुलिसले आफ्नो उ गर्यो होला होइन उसको पनि काम त हो नि त फेरि संसद भवन सिधै अब मान्छे आयो भनेर छोडिदिन नि मिलेन फेरि त्यो त उसको कामै त्यही हो नि त तर गल्ती खासमा मेन गल्ती कहाँनिर भयो भने त्यो पूर्वानुमान नगरेर के भने धेरै मान्छे आउँछन् पहिल्यै त्यो जम्मा एउटा ब्यारिकेड राखेर त्यहाँ 4-5वटा ब्यारिकेड राखेर ल यहाँ आउँदा उता जान पाइँदैन भनेर पहिले पूर्व तयारी नगरेर चाहिँ त्यस्तो भयो जस्तो लाग्छ अब अगाडि जाँदा अलिकति खुल्ला पाएपछि त मान्छे अझै जान्छ नि त आन्दोलनकारीहरू त त्यस्तो लाग्छ मलाई चाहिँ अब छिर्न थालेपछि अनि अब गोली हान्न थालेपछि त झन् आक्रोशित हुँदैन त डराउने भाग्ने उ गर्ने हुन्छ अनि 24मा चाहिँ के जस्तो 24को आक्रोश चाहिँ के हो जस्तो लाग्छ भने 23को राति पनि केपी ओलीले छोड्दा भए शान्ति हुन्थ्यो जस्तो लाग्छ मलाई जस्तो लाग्छ हुन्थ्यो होला पनि मलाई 80% जति त मलाई हुन्छ जस्तो लाग्छ अझै पनि लाग्छ केपी ओलीले छोड्या 23 गते राति ल मैले राजीनामा दिएँ भनेर छोड्या भए या त काङ्ग्रेसले समर्थन फिर्ता लियौँ हामीले भनेर आधिकारिक रूपमा लिया भए सरकार त्यति बेलै अल्पमतमा जान्थ्यो उसले केपी ओलीले छोड्नै पर्थ्यो छोडिदिन्थ्यो होला त्यो यदि छोडेको भए त्यो शान्ति हुन्थ्यो होला तर 24 गते पनि त्यत्रो आक्रोश हुनु चाहिँ 23 गते राति तपाईँले भिडियो हेर्नुभयो होला नि
त्यो माथि होस्टेलबाट राति होस्टेलमा भएका मान्छेलाई निकालेर त्यो लात्ताले हानी हानी कुटेको त्यो त त्यो 23 गतेको राति पनि फेरि त्यो बर्बर रूपमै मान्छेलाई गरे हान्नेहरू चाहिँ को हुन्? पुलिसहरूले निकालेर हाले। कति भिडियो निस्केको थियो त बाहिर 24 गते बिहान उठेर हेर्दा त। अनि 24 गते गए मान्छे, अब त्यो आक्रोश हो, तर आक्रोशकै बिचमा 24 गते चाहिँ हाइज्याक भयो भन्छु म होइन। तर 23 गते त्यस्तो नभए भए 24 गते हुन्थेन कि। ओके, कमिङ ब्याक टु द पोइन्ट, गृहमन्त्रीमै आउँ। तपाईँले उसले सेफ ल्यान्डिङ गरे हो आन्दोलनलाई भन्नुभयो अनि त्यसपछि चाहिँ तर तपाईँको एक्सपेक्टेसन चाहिँ थिएन कि ऊ गृहमन्त्री गृहमन्त्री हुन्छ भन्ने त मलाई थिएन। तर म अझै पनि ऊ के अरे गृहमन्त्रीको सही छनौट थियो भन्ने चाहिँ मलाई लाग्दैन। अनि यसरी झापचुप त्यही बेलुकादेखि भोलिपल्ट दिनसम्म आउने प्रोसेसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको त? त्यसलाई त सामान्य रूपमा नै हेरेको छु, त्यसलाई मैले हाँसेँ, अरू कुनै पनि उसमा हेरेको छैन। त्यो हुनु थियो। यदि केपी ओलीको सरकार बनायो भए सुदन गुरुङ, बालेन रविमान रामथाने प्रति पनि त्यसरी नै समातिन्थ्यो होला भन्ने मलाई लाग्छ फेरि। अनि त्यो कुरा होइन, त्यो त उनीहरूले त्यो त वर्षौँ दशकौँदेखि गर्दै आएको कुरा भयो नि त, त्यही त चेन्ज चाहियो होला नि त होइन? त्यो त चेन्ज होइन नि त, त्यो त सामान्य रूपमा अनि प्रतिवेदन के अरे कार्यान्वयन हो नि त फेरि। कार्यान्वयन गर्नुपर्ने चाहिँ अनि उसलाई रवि लामछानेलाई के आधारमा समाते हो त नि? त्यही त भने त उनीहरूले त गरेकै हो त, त्यही भएर त यत्रो चेन्ज आयो नि। यस्तो यदि उसले गलत रूपमा यस्तो फेरि उसले गलत रूपमा गरे भए र बालेनको सरकारले या गृहमन्त्रीले जबरजस्ती समात्यो हो, मानिलिनु। त्यो दिन त शनिबार थियो, भोलिपल्ट अदालत खुल्यो, अदालतमा लिएर गए हुन् नि। अदालतले 5 दिनको लागि थुनामा राख्ने आदेश दियो हो नि त। अदालत त सरकारको होइन, अदालतको कुरा त मान्नुहुन्छ होला नि त। मलाई लाग्छ अदालतले 5 दिनको समय दिन्छ जस्तो लाग्थेन, तर दिएछ। केही देखेरै दियो होला होइन भने त्यही रात त झापचुप गर्नु चाहिँ ठिक कि 1-2 दिन कुरेर त्यो जसै नै हुने नै कुरा थियो। त्यही भएर भने मलाई चाहिँ लाग्छ प्रवेश यो मान्छेले विरोध आइरहेको थियो, मान्छेलाई के भन्छ त्यसलाई, त्यो इमोसनलाई गर्ने क्या। त्यो त राजनीतिमा त्यति त अब त्यो यदि त्यसरी हो भने पनि जायज त्यो हुनु नै थियो गर्ने, अथवा त्यो उस प्रतिको अविश्वासलाई चाहिँ थोरै डिस्ट्र्याक्सन दिने होइन नि। यो फेरि यस्तो हो, लागि चाहिँ झापझुप त्यही रात गरे हो जस्तो। यो फेरि यस्तो हो, यो नगरे भए फेरि उसको पहिलो प्रायोरिटी यो नभएको भए चाहिँ प्रायोरिटी त 100% हुन पायो नि। त्यसको मतलब आज मन्त्री बन्यो भरेदेखि त्यही काम गर्ने भन्ने त होइन होला नि त। अनि समातेको त आज आन्दोलन भएको त 6 महिना भइसक्यो नि त। यो त अघिल्लो सरकारले समाउँथ्यो, चुनाव नहुने वातावरण हो, चुनाव हुने वातावरण हुँदैन भनेर मात्रै अघिल्लो सरकारले समातेको। ठिक छ, नत्र अघिल्लो सरकारले समाउँथ्यो जस्तो लाग्छ मलाई। मानौँ यो सरकार भएन, मानौँ तपाईँले भने जस्तो अथवा मैले सोचेको जस्तै गगन थापा प्रधानमन्त्री, मैले भने जस्तो तपाईँलाई पनि गगन थापा प्रधानमन्त्रीको रूपमा त हेर्न मन थियो नि प्रवेश। अब अहिले आएर फेरि गाली खाइन्छ भनेर होइन नभन्नु। होइन मैले त्यस्तो अब तर गगन थापा कुन रूपमा मैले भनेको थिएँ नि त, प्रधानमन्त्रीको रूपमा गगन थापा मैले भनेको कुरा यही हो नि त। गगन थापालाई प्रधानमन्त्रीको रूपमा गगन थापा जति क्यान्डिडेट छैन अहिलेको लागि हो, मैले त्यही भने हो। तर पार्टीको हिसाबले काङ्ग्रेसले एक त मैले जित्यो भने पनि गगन थापा प्रधानमन्त्री हुँदैन भनेको थिएँ, काङ्ग्रेसले बहुमत ल्यायो हुँदैनको कुरा छोड्नु न। तपाईँलाई हेर्न मन थियो, तपाईँलाई गगन थापा प्रधानमन्त्रीको रूपमा भइदियो हुन्थ्यो, मैले मिल्ने भए म 2टा मध्ये छान्नु पर्यो भने म गगन थापालाई छान्थेँ। तर यस्तो हो नि फेरि पक्नु न, म क्वेसनमा आउँछ कि मानौँ यो सरकार नभएर गगन थापा प्रधानमन्त्री भइदिएको भए प्रोसेस यसरी जान्थ्यो होला कि जान्थेन। यसै त्यो भए पनि प्रधानमन्त्रीको हिसाबले गगन थापाले केही काम गर्थ्यो होला, तर धेरै काम गर्न पाउँथेन। त्यही भएर मैले भनेको थिएँ होला तपाईँलाई, गगन थापा प्रधानमन्त्रीको रूपमा क्यान्डिडेट चाहिँ गगन थापा राम्रो हो, तर गगन थापा प्रधानमन्त्री भएर चाहिँ परिवर्तन हुन्छ भन्ने चाहिँ हुन्थेन कि। त्यसमा किन भन्नु नि त, प्रधानमन्त्री यदि परिवर्तनै हुँदैन भने उस्तै नै पहिलाको जस्तो हुन्छ भने। मैले त्यही भएर काङ्ग्रेसले अहिले जित्न हुँदैन भनेको थिएँ नि त मैले। काङ्ग्रेस रिफर्म हुन बाँकी नै हो कि। कन्ट्राडिक्टरी रहेछ तपाईँको भनाइ जस्तो भयो। मैले भन्न खोजेँ पार्टीको रूपमा काङ्ग्रेस जित्न हुँदैन,
भने काङ्ग्रेसले जित्न हुँदैन या जित्दैन, जिते अब पनि हेर्नु, तपाईँको यतिखेरको सोच पार्टीको रूपमा काङ्ग्रेसले जित्नु हुँदैन, तर कुनै उसँग मिलेर पनि सरकार बन्न हुँदैन थियो त, मिलेर बनाउनु हुँदैन भन्ने नै थियो। मैले के मेरो कुरा क्लियर के थियो भने क्यान्डिडेटको रूपमा जो ल मानिलिनु बालेन, केपी, गगन थापा, प्रचण्ड, उसो भए तपाईँ यसो भन्छ, उसो भए राजसभामा गगन थापा मान्नु सम्भव छैन, पोसिबल छैन, तर तपाईँलाई राजसभाको सरकार चाहिएको, राजसभामै गगन थापा भइदिएको भए चाहिँ दामी त्यो त पर्फेक्ट। सुनमासु भन्दा हुन्थ्यो नि। तर होइन, तर फेरि अब गगनले जुन भ्यालु क्यारी गर्छन् त्यसमा पनि यदि गगनले आफू जस्तै काङ्ग्रेस बनाउन सक्यो भने चाहिँ 5 वर्षपछि म काङ्ग्रेसै सरकार होस् भन्ने चाहन्छु। तर गाली खाए नि खायोस्, मलाई गगन थापा लास्ट मनपर्छ। सुन्नुभयो? 5 वर्षपछि हेर्न त किन अब 5 वर्षमा यिनीहरूले राम्रो काम गर्छ भन्ने आशा छ, राम्रो गर्यो भने त पछि पनि यिनीहरू आउने नि, किन गगन थापा आउने त? मैले तर राम्रो काम गरेँ नि कस्तो, मैले अहिले भन्न तपाईँलाई त्यो ऊ चाहिँ हुन्छ क्या, चित्त बुझी नबुझी भनेको स्वभावको कुरा हो, त्यो भनेको एकदम त्यो त तपाईँको अनुसार एकदम प्राकृतिक त्यसो कुरा हो। मैले भनेको कुरा त काङ्ग्रेस रिफर्म हुन पर्यो भन्ने कुरा हो मेरो भन्नाले। गगन थापाले काङ्ग्रेस आफू जस्तो बनाउन सक्यो भने चाहिँ बल्ल देशमा अझै राम्रो हुन्छ कि, किनकि प्रतिपक्ष पनि त्यस्तो तगडा चाहियो नि त। 84 भन्दा हुँदै 84 आउने बेलासम्म चाहिँ सरकार सकिन्छ के हो? ल ठिक त, केही छ अरू? केही छैन, त्यही हो। अब तपाईँले मेरो कुरालाई अलिक गगन थापाप्रति उ गर्नुभयो, मलाई भन्नु सरी, मैले अलिकति हल्का मलाई गगन थापा नआएको थोरै आक्रोश हो। होइन, प्रधानमन्त्रीको रूपमा त म नि गगन थापा हेर्न चाहन्थेँ होला, तर पार्टीको रूपमा मलाई लाग्दैन कि फेरि काङ्ग्रेसले बहुमत ल्यायो भने गगन थापालाई सजिलो प्रधानमन्त्री दिन्थ्यो भन्ने चाहिँ लाग्दैन। फेरि काङ्ग्रेस स्टिल रिफर्म भइसक्यो होइन कि, हेर्नु न काङ्ग्रेसका टाउकेहरू अहिले पनि छुट्टै उ गरेर खान्। काङ्ग्रेसले गरेको अहिलेको राम्रो काम चाहिँ फेरि यो एमालेको जस्तो बेहोरा देखा छैन नि त, ऊ भएपछि गल्ती स्वीकार्नुपर्छ। विवेक के अरे हाम्रो बिपी कोइरालाको आइडियोलोजीलाई फलो गरिरहेको छ भन्ने होइन, काङ्ग्रेस रिफर्म होस् भन्ने चाहन्छु म। भित्र कहीँ कतै काङ्ग्रेस अझै छ, डेमोक्रेट छ म, मलाई काङ्ग्रेस होस् रासपा होस् केही छैन, होइन म डेमोक्रेट छु। तपाईँलाई रिफर्म होस् त किन, तपाईँलाई एमाले रिफर्म होस् जस्तो किन नलागेको? एमालेको त एमालेको त कुरै नगर्नु न। तपाईँले अहिले रासपालाई यत्रो सपोर्ट गरेर रासपा सरकारमा छ र पनि तपाईँलाई 5 वर्षपछि काङ्ग्रेसै रिफर्म भएर आउँछ चाहिँ किन लाग्छ? तपाईँको मनमा कतै छ के भविष्य मान्नु? मैले रासपा यस्तो हो कि मैले रासपालाई यत्रो सपोर्ट गरेर रासपा सरकारमा छ भने पनि म खासमा प्रतिपक्ष रहेछु भन्ने मैले अहिले बुझेँ कि। म त्यस्तो मलाई कविता लेख्नु पर्यो नि त, कविता बिकाउनु पर्ने त तपाईँको पनि गाह्रो त। त्यस्तो होइन, खासमा प्रश्न जरुरी हुन्छ जस्तो लाग्छ मलाई। त्यहाँ प्रश्न गर्ने मान्छे भएन भने मैले तपाईँलाई रासपाकै समर्थन गर्दा पनि मैले तपाईँलाई सधैँ भन्ने गरेको छु होइन। म बालेनसँग मेरो अझै पनि होइन, म चाहन्छु अझै पनि बालेनले एकचोटि सुरुमा कसरी संसदमा सम्बोधन गर्छन् होला हेर्न मलाई मन छ होइन। संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्न उत्तरको कार्यक्रम हुन्छ होइन, अब त्यो कसरी ट्याकल गर्छन् अनि पात्र भयो त है त। प्रधानमन्त्रीको सम्बोधन हुन्छ अब कसरी अब 2-4 मिनटमै सकेर त सक्दैनन् होला, देशको नाममा सम्बोधन गर्न पनि पर्ने हुन्छ होइन। तर हेर्न मन छ मलाई त्यो। अनि स्टिल मलाई चाहिँ बालेनले इन्टरभ्यू दिन्छन् कि दिँदैनन् होला कुनै च्यानलसँग, त्यो उ छ मेरो सबैभन्दा बालेनसँगको सबैभन्दा के भन्छन् त्यसलाई भने बालेनसँग मैले खोजेको कुरा चाहिँ जवाबदेहिता हो कि, जवाबदेहिता के मैले खोजेको कुरा चाहिँ के जवाबदेही हुनु पर्यो। किनकि प्रश्नसँग डराउनु त मिलेन नि त यार। प्रश्न गर्ने माहौलले खडा नगर्ने क्या, भने त्यो माहौलसँग भाग्ने कि के हो खास? मिडियामा पनि आउन त पर्यो नि त, मिडियाको भोग चाहिँ हुनु भएन, तर मिडियासँग आउन डराउनु पनि भएन। मैले त्यही भने जवाब प्रश्नसँग डराउनु, प्रश्न सुन्न पर्यो, प्रश्नसँग जवाब दिनु। अहिले बालेन भन्नुहुन्छ, बालेनको समर्थन हो, त्यहाँ पल्लो घरमा भेट्यो भने पनि अहिले तपाईँले प्रश्न गर्नुभयो भने तपाईँले मार्छ होला। त्यो अहिले पो केही समय त नि भाउजू, सधैँ त्यस्तो रहँदैन क्या समय।
ओके अब हामी एन्ड गरिदिउँ है गर्ने नगर्ने अझै कुरा गर्नु मन छ इन्ट्रेस्ट लागिरहेको होइन अलि एकछिन गहन थापाको बारेमा कुरा गरौँ भन्नु न त भन्नु होइन जिस्क्या केही छैन ठिक छ ल के हो तपाईँ अब सबैजनालाई शुभकामना के होइन के भन्छ बधाई भन्नुहुन्छ शुभकामना पनि भन्ने नयाँ नयाँ सरकार ठिक छ राम्रो गरोस् भन्ने चाहिँ हो राम्रो गरोस् तर नराम्रो गर्दा खबरदारी गर्न सक्ने सबैसँग हुनु पर्यो भोट हाल्ने मान्छेसँग नि यो किन गरे भन्ने प्रश्न गर्न सक्ने हिम्मत हुनु पर्यो कसैले क्रिटिसाइज गरिरहेछ भने त्यसको अर्थ के हो भनेर अलिकति धैर्यताको साथ सुन्न सक्ने बालनसँग पनि प्रश्न गर्न सक्नु पर्यो ल प्रश्नै मनमा आएन भने पनि अरू कसैले प्रश्न गरिरहेछ भने त्यसको पछाडिको रिजन के हो भनेर धैर्यताको साथ सुन्ने त्यसलाई मनन गर्न सक्ने क्षमता चाहिँ हामी सबैमा विकास छ किन भन्दा अलि रिसेर भने होइन भनेको अलि धेरै नै भए जस्तो लाग्छ नि त अलि चर्कै हुन्छन् नि त बालनका समर्थनहरू त्यही भएर रासपाकै भनौँ न बालन भन्दा नि रासपाको त पहिला यति धेरै थियो नि यो त बालनकै होइन रासपाका नि खानु होइन नि रविलाई केही भनेपछि कसरी छिट्टिन्छन् हेर्नु त पहिला कसलाई रिप्देर एकताका थियो त ओके के हामी अब यतिकै एन्ड गरिदिउँ कि भइसक्यो कि अब फेरि एन्ड गर्ने किन पैसा दिने शुभकामना भने त्यही त शुभकामना हामी सबैलाई बधाई तथा शुभकामना 5 वर्षसम्म अर्को सरकार कुरा गर्न नपरोस् है खबरदारी गर्न नभुलौँ नबिर्सौँ